दलबाट स्वतन्त्र भनिएको सरकार एनजिओको कब्जामा परेको छ। जेनजी आन्दोलन स्वस्फूर्त भए पनि एनजिओकै प्रतिनिधि मुख्य नेता बने। सरकारमा सहभागी अधिकांश जसो मन्त्री निर्दलीय अर्थात् दलभन्दा बाहिरबाट छन्, त्यसमा दुई मत छैन। तर एनजिओबाट स्वतन्त्र छैनन्। अपवाद बाहेक सबै कुनै न कुनै संस्थासँग जोडिएका छन्। त्यसमाथि पनि यो एक महिनामा सरकारका गतिविधि हेर्दा अमेरिकी बाहुल्यता प्रष्ट देखिएको छ। के यो स्वाभाविक वा संयोग मात्र हो? यसको जवाब पाउन सुशीला कार्की सरकारसँग जोडिएको एनजिओको हिमचिम नजिकबाट हेर्नुपर्छ। सबैभन्दा पहिले न उमेर समूह मिल्छ, न आन्दोलनको स्टेक होल्डर नै हुन्। हामी नेपाल नामक एनजिओका संस्थापक सुधन गुरुङ नेता बने। यो संस्थाको वेबसाइटमै हेर्ने हो भने स्टुडेन्ट फर अ फ्री तिब्बतसँग सहकार्य गरेको उल्लेख छ। यो संस्था चीनले पृथकतावादी मान्ने दलाई लामासँग स्वतन्त्र तिब्बतका लागि काम गर्ने संस्था हो। भारतमा रहेको यही संस्था सन् 2006मा भएको स्वतन्त्र तिब्बतको माग राख्दै काठमाडौँमा तिब्बतीले गरेको प्रदर्शनमा समेत जोडिएको थियो। गुरुङ बारबारा फाउन्डेसन र ओपन सोसाइटीसँग पनि जोडिएकाले स्वाभाविक रूपमा अमेरिकी उपस्थितिको दबदबा झल्किने विज्ञहरू बताउँछन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलमा 20 जना जेनजी नेता शनिबार सहभागी भए। तर बाहिर केही युवाहरू भने अमेरिकी एजेन्टहरू भित्र बसेको भन्दै विरोध गरिरहेका थिए। अमेरिकन युथ काउन्सिल भन्ने सबैलाई थाहा होला नि हैन? त्यहाँ सबैजना प्राय जस्तो अमेरिकन युथ काउन्सिलको एनजिओ आइएनजिओको छ, सबैको छानबिन गरेर हजुर छानबिन गरेर यहाँ लिएर आउनु पर्यो सबैको इन्फर्मेसन अनि ल मानेम हजुरहरू भन्दा। बाहिर विरोध चर्किरहँदा एनजीको चकचकीबारे प्रधानमन्त्री कार्कीले नै जवाब दिनु परेको थियो। केही जेनजी प्रतिनिधिले सरकार एनजिओ वा कुनै विदेशी शक्तिले चलाएको हो भन्दै प्रश्न गर्दा कार्कीले कुनै एनजिओले होइन, मैले चलाएको हो भन्दै जवाब फर्काएकी थिइन्। तर कार्कीको सरकारसँग जोडिएका अनेक व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै एनजिओसँग जोडिएका पात्र मात्र किन नियुक्त भइरहेका छन्? एनजिओमा संलग्न नहुनेहरूको अन्तरिम सरकारको मन्त्री बन्ने योग्यता किन पुगिरहेको छैन भन्ने जस्ता प्रश्न उठेका छन्। अहिले प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूलाई समेत सहभागी गराएर मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन्। गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी लाजोमलाई मन्त्री बनाउने तयारी छ। तर टासीको नाममा धेरै विवाद देखिएको छ। कर्णाली जेनजी समूहले एक विज्ञप्ति नै निकालेर उनी नेपाली नागरिक नभई तिब्बती शरणार्थी रहेकाले नागरिकता छानबिन गर्न फ्री तिब्बत अभियान सम्बन्धी गतिविधिमा संलग्न रहेको समाचार प्राप्त भएकाले उनीमाथि छानबिन गर्न माग गरिएको छ। राप्रपाका नेता ज्ञानेन्द्र साईले समेत उनका पुर्खा तिब्बतबाट आएर नक्कली नागरिकता लिँदै कर्णालीमा बसेको आरोप लगाएका छन्। उनी अमेरिकी युथ काउन्सिलको 2024को सदस्य रहेको समेत खुलेको छ। एकातर्फ नेपालमा सरकार बन्दा इतिहासमै नआएको शुभकामना दलाई लामाका तर्फबाट यसै वर्ष आउनु र यी सबै गतिविधि देखिनु सामान्य मात्र होइनन्। अहिले दलहरू पनि इतिहासमै यतिसम्म स्पष्ट विदेशी हस्तक्षेप नेपालमा नदेखेको र आन्दोलन भड्काउनेदेखि रोक्नेसम्मका सबै काम विदेशीहरूबाटै परिचालित रहेको दाबी गरिरहेका छन्। गम्भीर हुनुपर्ने कुरा के छ भने हामी भूराजनीति भनेर धेरै चर्चा गर्छौँ। हामी एउटा दुईटा विशाल छिमेकी र पश्चिम शक्तिहरूको ट्रायङ्गुलर उसमा परेका छौँ। हाम्रो भू अवस्थिति नै त्यस्तो छ। उहिलेदेखि पनि हामीले भोगेकै कुरा हो। हामी अलिकति बचेका छौँ भने पनि भूराजनीतिक शक्ति सन्तुलनले बचेका छौँ। हामी धेरै ठुलो क्षति भएको छ भने पनि भूराजनीतिकै चलखेलका कारणले भएका छौँ। सिधा कुरा मैले जे बुझ्छु मैले बुझेको त्यही हो। हुन त अहिलेसम्म बनेका धेरै मन्त्री र चर्चामा आएका नामहरूमा एनजिओकै नाम जोडियो। मन्त्री बनेका जगदीश खरेलदेखि आन्दोलनको समर्थन गर्ने सन्दुक रुइतसम्म बारबारा फाउन्डेसनका सदस्य हुन्। कृषि मन्त्री मदन परियार आफै एनजिओ कर्मी हुन्। उनले खोलेको समता फाउन्डेसनलाई ओपन सोसाइटी फाउन्डेसन जस्ता अमेरिकी संस्थाले सहयोग गर्छन्। उनीहरूको उद्देश्य पवित्र भए पनि राजनैतिक अस्थिरता फैलाउन, आफू अनुकूलको सरकार बनाउन र सरकार विरोधी आन्दोलनलाई सहयोग गर्ने गरेका छन्। यहाँ प्रधानमन्त्रीले नियुक्त गरेका सल्लाहकार पनि चीन विरोधी छन्। मुख्य सल्लाहकार अजय भद्र खनाल चीनको विपक्षमा अनुसन्धान केन्द्रित गरेको सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीका रिसर्च डाइरेक्टर थिए। जनसम्पर्क सल्लाहकारमा नियुक्त गोविन्द नारायण तिमल सिन्हा पनि अमेरिका निकट मानिन्छन्। अर्कोतर्फ अहिले जेनजी नेताका रूपमा उदाएका अधिकांश युवाहरू अमेरिकी युथ काउन्सिलका सदस्य देखिएका छन्। झट्ट हेर्दा यो संस्थाले भ्रष्टाचार विरुद्ध र सुशासन स्थापना तथा राज्यका हरेक निकायमा युवा सहभागितालाई जोड दिने विशुद्ध उद्देश्य राखे पनि बिस्तारै राजनैतिक व्यवस्थाप्रति वितृष्णा फैलाउन अभियान सक्रिय बनाउने र नेताहरूलाई बहिष्कार गर्ने अभियानमा जोड दिन्छ। यहाँ विचार गर्नुपर्ने कुरा के हो भने अमेरिकाले कहिल्यै पनि लोकतन्त्रको विरुद्धमा भने कसैलाई पनि परिचालित गराउँदैन वा प्रशिक्षित गराउँदैन। सरकारमा अमेरिकी प्रभुत्वको बलियो उपस्थितिलाई विश्लेषकहरू भने एमसीसी भाग 2 को संज्ञा दिन्छ।
चीन र अमेरिका बीचको सम्बन्ध राम्रो छैन, भारतसँग पनि त्यति सहज छैन, अहिले नराम्रो त छैन तर सहज छैन। यस्तो अवस्थामा नेपालमा अमेरिकाको प्रेजेन्स चाहिएन र अब अहिले जनवरी यो 2025 को जनवरीमा ट्रम्प आएपछि एमसीसी खारेज भएको थियो, अप्रिलतिर आएर एमसीसी फेरि जारी भयो र अहिलेको सरकारमा गएकाहरू प्रत्यक्ष वा परोक्ष रूपमा सबै एमसीसी का पृष्ठपोषकहरू देखिन्छन्। त्यसकारण म चाहिँ यो सरकारलाई एमसीसी 2 भन्छु। समग्रमा हेर्दा दलाई लामाले पहिलो पटक सरकारलाई दिएको शुभकामना, अमेरिकाको बढ्दो सक्रियता, चीनको रणनीतिक मौनता र एनजीओको चकचकीले भू राजनैतिक माहौल ठिकठाक छैन भन्ने देखाउँछ। दक्षिण एसियाको राजनीतिमा चीन र अमेरिका कसको निकट भन्ने सबै देशले आफ्नो कित्ता क्लियर गरिसकेका छन्। त्यसो गर्न बाँकी रहेको एकमात्र देश नेपाललाई विगतमा एमसीसी वा एसपीपी होस् अथवा अहिले एनजीओको माध्यमबाट अमेरिका हर सम्भव प्रयत्न गरिरहेको विज्ञहरूको टिप्पणी छ। यदि त्यसो होइन भने सरकारले यी सबै संयोगहरूको जवाब दिनुपर्छ।